फाइनली गाइज म फेरि आइसकेको छु तपाईहरुलाई आज यस्तो रोमान्टिक कुरा सुनाउन गइरहेको छु एउटा है। आज मैले एउटा काम गर्ने भनेर सोचिरहेको थिएँ, फाइनल त्यो काम गर्न चाहिँ पाइएन है। केही छैन, भोलि पनि गर्न पाइन्छ काम त है। त्यो काम चाहिँ खासमा के हो भन्दाखेरि तपाईहरुलाई अब सुनाम कि नसुनाम है। काम खासै यस्तो राम्रो काम पनि हैन, नराम्रो काम पनि हैन। अब तपाईहरुलाई काम देखाउने नै छु फाइनली। काम चाहिँ के हो यसो हेरौँ है। फाइनली काम चाहिँ आजको मेरो यो भाँडा धुने काम थियो, खासै धुन पाइएको छैन है। त्यही भएर केही छैन। एउटा अर्को कुरा पनि, मेरो साथी आज भेट्न आउने भन्ने कुरा पनि भइरहेको थियो है आज रुममा। सायद आउँछ होला, उसलाई भेट्न पनि कता कता आतुर लागिरहेछ, कतिखेर आउने पो है। आउँछ होला पक्कै पनि, टाइम भइसकेको छ, 1 बजिसकेको छ र अब केही समयमा आउँछ होला। म प्रतीक्षामा बसिरहेको छु। थोरै अघि फोन पनि गरिरहेको थियो आउँदैछु भनेर। अब सायद पुग्छ होला 1-आधी घन्टाभित्र, मलाई जहाँसम्म लाग्छ छिट्टै आउँछ केटो। उसलाई भेट्नलाई पनि आतुर लागिरहेछ। अनि आज काम गर्ने भनेको त्यो काम भएको छैन अहिलेसम्म। भाँडा धुने काम थियो है, भाँडा माझौँ भनेर सोचिरहेको थिएँ। अब एकछिन पछि माझ्नु होला, जाडो पनि लास्ट काठमाडौँमा। त्यही भएर गाइजहरू अहिले खासै धुन मन पनि लाग्छ छैन। अब एकछिन पछि धुनु पर्ला। मेरो साथी आउनेवालो छ, अब आएपछि हजुरलाई देखाउने छु, प्रतीक्षा गरेर बस्नु होला है।